फेरि अर्को जब चेन्ज गरौँ भनेर इन्टरभ्यू दिन आएको यस्तो ठाउँ है वहाँ छ नि त्यहाँबाट हिँडेर आएको क्या यहाँ फेरि त्यति राम्रोसँग ट्रान्सपोर्टेसनको फेसिलिटी पनि नरहेछ अनि रुमबाट चाहिँ हाम्रो रुमबाट चाहिँ सेन्टर पोइन्टसम्म चाहिँ मेट्रो आउँछ सेन्टर पोइन्ट भनेको चाहिँ अहिले यिनीहरूले राखेको चाहिँ नयाँ मेट्रो स्टेसनको नेम हो नयाँ भन्नाले पनि अब धेरै वर्ष भइसक्यो 4-5 वर्षै भइसक्यो नत्र भने पहिला जस्तो रसिदिया थियो 4-5 वर्ष होइन कि कति वर्ष भयो अरे अनि त्यसपछि चाहिँ त्यहाँबाट फेरि बस फेरि 1 घन्टामा छुट्छ क्या सेन्टर पोइन्टबाट चाहिँ यहाँ यो इन्टरभ्यू दिने ठाउँसम्म आउन बस चाहिँ 1 घन्टामा बल्ल एउटा मात्रै आउँछ अनि फेरि इन्टरभ्यू टाइमिङ चाहिँ के थियो भनेर भन्दाखेरि बिहान 9 बजेबाट 12 बजीसम्म जम्मा 3 घन्टाको मात्रै पिरियड के है अनि म चाहिँ यसो सुतेर प्याकेजहरू हेर्दै थिएँ ल 4 बजी थियो होला लगभग बिहान अनि यस्तो हेरेको त वाकिङ इन्टरभ्यू देखेँ अनि जे होस् जे भए पनि अब एटेन्ड चाहिँ गरौँ न भनेर चाहिँ आइहाल्ने सुतेको नि छैन रातभरि सुतेकै छैन यार कस्तो आँखा बोलिरहेछ टाढा यो त गाउँ हो नि त यो त गाउँ दुबईको यो अर्को ठाउँ हो कि दुबईको यो अर्को ठाउँ यसलाई भन्छ पुरै गाउँ ट्याक्सी पनि नपाइँदो रहेछ गुगलमा हेरेको अनि गुगलमा चाहिँ अब त्यो बस स्टेसनबाट ओर्लेर चाहिँ कति 30 मिनट जति चाहिँ हिँड्नुपर्छ भनेर देखाइरहेको थियो अनि त्यो सेन्टर पोइन्ट मेट्रो स्टेसनबाट यहाँ के अरे यो जुन बस चढेर अनि यो मेन स्टेसन झर्ने ठाउँमा आउन पनि फेरि कति 20 मिनट जति लाग्दो रहेछ कि अनि इन्टरभ्यू दिने मान्छेहरू चाहिँ त्यति मात्रै हुने कि जस्तो लाग्यो मलाई चाहिँ म सहित गरेर जम्मा 8 जना मात्रै छौँ अब अरू गइसक्यो कि आउँदैछन् कि अब त्यो थाहा छैन पछि थाहा हुन्छ त्यहाँ पुगेपछि तर अहिलेलाई चाहिँ म 1 जना भएँ त्यसपछि त्यहाँ 7 जना अगाडि त्यति हो चान्सेस अलि छ जे होस् होइन त्यही त नि के ल यो भयो यो चाहिँ अब पर्सनल भिल्ला होला अरबिकहरूको लोकलको ल यस्तो के सुनसान यार मन त फेरि मलाई यस्तै मनपर्छ तर अब दुबईमा पनि यस्तो ठाउँ छ भनेर भन्दाखेरि चाहिँ अचम्म लाग्ने कि किन भन्दा अब दुबई भनेको त एकदम मोडर्न सिटी होइन पुरै सबै कुराको फेसिलिटी भएको अब त्यस्तो रूपले चिनिन्छ नि त है अब यो ठाउँ र अनि अर्को जुन त्यो हामी बसेको ठाउँ त आम्मै अब त्यत्तिको त्यत्ति फरक क्या कति फरक कता हो यार यो अलहरबाई भन्ने कम्पनी हो होइन जे होस् कम्पनी चाहिँ दामी कम्पनी हो अनि त्यही भएर चाहिँ यस्तो इन्टरभ्यू दिउँ न भयो भने भइहाल्ला प्याकेज पनि जे होस् राम्रै छ जस्तो लाग्छ भनेर आएँ अब कता यस्तो टाढाबाट पुरै क्षितिज मात्रै देखिन्छ है कता विरक्त लाग्ने ठाउँ छैन त है आम्मै नि त्यसरी कि ठिक छ जे होस् अब के गर्ने यतिको मेहनत त गर्नै पर्यो नि होइन नत्र त कहाँ दुबईमा त्यस्तै काम पाइन्छ भनेको कि बिना के अरे मेहनत अनि त्यसपछि चाहिँ सेक्रिफाइस त गर्नै पर्यो नि यतिको त होइन यतिको दुःख त पाउनै पर्छ अब एकदम भाग्यमानी लक्की
मान्छेहरूले मात्रै हो एप्लाई गर्ने बित्तिकै अब यस्तो भइहाल्यो नत्र भन्दा अब त्यो त आफ्नो भाग्य त्यस्तो छैन। त्यहीँ माथि चाहिँ यस्तो हुन्छ यो कता हुँदा नि यार यो यार ल केही अब यो पार्ट हेर्दाखेरि चाहिँ दुबई चाहिँ एकदम विकसित रहेछ भन्ने देखिन्छ त देखिन्न नि होइन। बिस्तारै बिस्तारै अब हुन्छ हुँदैछ होइन। तर अब उताको जस्तो र यहाँ कम्पेयर गर्दाखेरि त 5% पनि डेभलपमेन्ट चाहिँ भएको छैन यहाँ चाहिँ। ल यस्तो छ पुरै। ल हेरौँ त। ल यो चाहिँ खजुरहरूको रुख के अरे खजुरको रुख भयो होइन। अहिले केही खजुर फल्ने बेला भएको छैन। ल देख्न सकिन्छ पुरै एकदम सुनसान चकमन्न न कुनै बिल्डिङ ठुल्ठुलो न के अरे गाडीहरू न यातायातको। ल यहाँ त पिच पनि छैन है। ल यहाँ त पिच पनि छैन। कसरीको बाटो हिँड्ने जस्तो लाग्यो। धन्न अहिले कसरीमा चाहिँ पिच भइरहेछ। कसरीमा भन्नाले कसरीमा त पहिल्यै भइसकेको थियो तर हाम्रो घरतिर जाने बाटो। ल यहाँ चाहिँ डकुमेन्ट सजेसन बक्स अरे के हो फेरि यो बाटो चाहिँ बन्ने क्रम चाहिँ जारी रहेछ। ल देख्न सकिन्छ है। केही छ त एउटा घर छ यहाँ अनि उतातिर केही छ त पुरै बालुवा क्या पुरै मरुभूमि। यस्तो ठाउँ पनि रहेछ यार। त्यो ट्याक्सी हुन्छ नि भाडाको ट्याक्सी के त्यो पनि नपाइने भनेको यहाँमा हिँड्दा हिँड्दा गरौँ भइसक्यो यार। कति 30-35 मिनट त भइसक्यो होला हिँडेको। ए बाख्रा रहेछ नि त यहाँ त बाख्रा। ल आमै यस्तो मरुभूमिमा धेरै बाख्रा चर्ने रहेछ। के खान्छ अरे यिनीहरूले यार। ल फेरि कस्तो मोटो घाटो बाख्रा। म त नेपालतिरै छु कि जस्तो फिल पो भयो। ल हेर त बाख्रा। ए के छ बाबु? के को बाबु नि त आमा हुन्। ल दगरेको हेर। ल त्यस्तो यस्तो मरुभूमिमा धेरै बाख्रा बालुवामा धेरै यो चाहिँ यो चाहिँ बाख्रा बान्ने गोठ हो कि कति ठुलो होइन। यो चाहिँ गेट भएको ऊँट पनि रहेछ। ए ऊँट देख्न सकिन्छ हामी। ए ऊँट सन्चै छेउ खाना खायो? ल इन्टरभ्यू दिन आएको म। ल बाई बाई। कहाँ हो अफिस यार? नाम निशान छैन यार। साथीहरू अगाडि छन्। एकजनासँग म चाहिँ बोलेको थिएँ। एकजना चाहिँ अरबिक रहेछ एकजना चाहिँ युगान्डाको नयाँ रहेछ बिचरा। अरूसँग चाहिँ बोलिनँ। ल हेर्नुहोस् त यस्तो ठाउँ पनि छ त दुबईमा। गाउँमा जस्तो पो लाग्यो मलाई त। मेरो जुत्ताको तुना खुस्क्यो। ल हेरौँ त पुरै सम्मो है। ल उता चाहिँ एउटा ट्याक्सी देखियो बल्ल। एकदम रियरली आउने रहेछ यहाँ चाहिँ यो भेहिकलहरू चाहिँ।
सायद यो चाहिँ पुरै यो कन्स्ट्रक्सन एरिया हो कि जस्तो लाग्यो मलाई, त्यही भएर चाहिँ अलिकति यस्तो सुनसान ठाउँमा चाहिँ ल्याएर बनाउँछ नि त। भन्नाले त्यस्तो कम्पनीहरू होइन, ठुल्ठुलो कम्पनीहरू चाहिँ यो प्रोडक्सन कम्पनीहरू एकदम मेन गरेर, त्यही भएर चाहिँ यस्तो सुनसान ठाउँमा बनाएको। त्यो पनि अब यस्तो हो कि त्यो कम्पनी चाहिँ कस्तो भनेर भन्दाखेरि यो जुसहरू होइन, यो अलमराई भन्ने होइन त्यस्तो टाइपको कि। अनि त्यसपछि जुस बनाउने, दही मोही घिउ पनि होला सायद होइन, हो त्यस्तो चाहिँ सेल गर्ने। अब अरू पनि विभिन्न किसिमका के अरे खाद्य पदार्थहरू चाहिँ सेल गर्ने चाहिँ त्यो चाहिँ कम्पनी हो कि होइन, त्यो कम्पनी हो। दुबईमा चाहिँ जे होस् राम्रो कम्पनी हो। अब मलाई चाहिँ अरू प्रोडक्टहरूको बारेमा चाहिँ त्यति थाहा छैन, तर यो अलराबीको चाहिँ जुसहरू चाहिँ त्यो बेला बेलामा किनेर खाइन्छ। अनि दही मोही है, अनि दुध पनि भयो। मान्छे कसरी बस्छन् यार यहाँ, दोकानहरू पनि छैन। पानी लिएर आउनु पर्दो रहेछ मलाई। पानी लिएर आउँ जस्तो त लाग्थ्यो नि। अब यस्तो साह्रै नि एकदमै विकटै उता कर्णाली प्रदेश जस्तो रहेछ भन्ने चाहिँ थाहा थिएन नि त मलाई आइडिया भएन। तर न्यू एक्सपिरियन्स होइन, जिन्दगी नै अब अनुभव सँगाल्ने एउटा बाटो त हो होइन। अब जिन्दगीमा यस्तो एक्सपिरियन्सहरू चाहिँ गर्नुपर्छ, नत्र भोलि बच्चाहरूलाई बुढो भएपछि, अन्त बुढो भइसकियो अहिले पनि, बच्चाहरूलाई चाहिँ के सुनाउने, म यस्तो गरेको थिएँ उस्तो गरेको थिएँ भनेर सुनाउनु हुन्छ नि त। ओहो कति धुलो हो छ्या। घोडाको उस गनायो दिशा, कस्तो गनाएको। ल यहाँबाट चाहिँ अलि पिचबाट देखियो भनौँ न होइन, त्यति बिजी रोड चाहिँ नरहेछ कि यो हामी देख्न सकिन्छ। यहाँबाट चाहिँ पिच बाटो चाहिँ सुरु भयो। दुध गनायो। यो पनि जे होस् दुध फ्याक्ट्री नै रहेछ जस्तो लाग्यो मलाई चाहिँ है। म 2010तिर 10 होइन 2011-12तिर म उता काम गर्थेँ नि त सफल दुधमा। क्रेटहरू देख्दाखेरि त्यही याद आयो यार मलाई यार, देखि सकिन्छ यहाँ क्रेटहरू। अनि बाँच्न पनि त्यही दुध दहीको आएको छ। हाम्रो दाइहरूले काम गर्दै हुनुहुन्छ। अब यतै हो कि अफिस भन्ने सोचिरहेको छु मैले। कस्तो चरा हो यो, गर्दै कराउँदै रहेछ। So this is also our brother from Uganda. We are just coming for the interview. So let's see what will happen. Actually what happened, we are just moving there, and then but the intergate is another side, this side. So we just returned from there. Now we are just searching the intergate. अघि मैले देखाएको थिएँ नि
यहीँ पो आयो हामी त ल अहिलेसम्म पनि जे होस् त्यति क्यान्डिडेट्सहरू चाहिँ देखिएको छैन अब हेरौँ अब But they are saying that gate number 3 okay. यो चाहिँ गेट नम्बर 2 भयो अरे लगभग 45 मिनट 50 मिनट ल अब चाहिँ यस्तो अहिले खिच्यो मान्छेहरू कतिसम्म चाहिँ के अरे कामको खोजीमा भौदा दिन्छन् ल दुबईमा कि बिहानसम्म कोही पनि थिएन अहिले ल यस्तो लाइन छ यार इन्टरभ्यू दिएर आएँ मैले पनि यस्तो घाम लागिरहेको छ बिचरा सबै हेर त यो हो क्या यस्तो स्ट्रगल गर्नुपर्छ अनि हुन्छ अनि त्यस्तै ल दुबईको स्थिति यही हो यस्तो कामको सर्टेज छ नि होइन अहिले चाहिँ एउटा अब मानौँ कति 10जनाको भ्याकेन्सी खोलेछ भने पछाडि देखे जस्तै 100जना 100 भयो 1000जना आउँछ प्याकेज चाहिँ अलिक थोरै रहेछ त्यसो भएपछि अब गरिएन होइन एकदम अहिले मैले पाउने भन्दा पनि पाइरहेको भन्दा पनि थोरै रहेछ एकदम तर अब मान्छे अब काम पाएन भने त्यही पनि गर्नु परेन त्यति थोरैमा पनि यस्तो गर्मीमा यार कसरी अब म त्यति टाढा हिँडेर जान त सक्दिनँ अघि आएको जसरी किन भन्दा अघि बिहानमा आउँदाखेरि चाहिँ अहिले शीतलो थियो नि त होइन अब अहिले त दुई बेला हिँड्न पाएको छैन लास्टै पसिना कता 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 चुहेर कस्तो भयो अब ट्याक्सीमा जानु कि है यो नेटको पनि गुगलको पनि भरोसा गर्नु नहुँदो रहेछ कहाँ स्यालेरी अर्कै देखाएर यहाँ अब अर्कै म त अब यहाँ ग्रोसरीहरू छ होला भनेर पानी पनि लिएर आइनँ फेरि रमादान पनि छ नि त बाहिर अब त्यसरी पब्लिकली खान पनि मिल्दैन होइन खानेकुराहरू पानी पनि अनि यहाँ फेरि न पानी के अरे न दोकान रहेछ न केही तिर्खा लाएर फेरि कस्तो भएपछि अब केही न केही व्यवस्था गरेर चाहिँ जानुपर्छ सुतेको छैन रातभरि गएर सुत्छु ल यस्तै हो दुबईमा जब खोज्न पाउन त्यति सजिलो छैन स्ट्रगल गर्नुपर्छ एकदम खटिनुपर्छ होइन जस्तो पनि भोग्नुपर्छ एकदम प्रिपेयर चाहिँ हुनुपर्छ र त्यही हो अब यो भिडियो फोकस चाहिँ हेर्दैछन् होइन अब यस्तै हुन्छ सजिलो चाहिँ हुँदैन सजिलो त हुँदै हुँदैन नहीं उतना ज़्यादा दूर नहीं है आपको हिसाब मिल जाएगा ये उतना ही ये ल मैले चाहिँ यहाँ चाहिँ ट्याक्सी पाएँ अब हामीले चाहिँ यहाँ सबै मिलेर जे होस् अलिकति सबै मिलेर उठाएर अनि त्यसपछि दिने भनेर चाहिँ चढियो नत्र भने त कहाँ हिँड्नै सकिँदैन नि यस्तो बसमा त होइन ल आनन्द भयो अलि आनन्द भयो अनि साह्रै तिर्खा लाएर त्यहाँ एकजना मान्छेसँग पानी धेरै यति थियो फेरि केही भए पनि बिचरा दियो मलाई अनि पानी पनि पिएँ कारण त अब छाउटाउन भन्दा त अब बरु थोरै भए पनि पिउँदै रहेछ कि ल बिचरा यो मान्छेहरू पनि इन्टरभ्यू दिनै आएको होला जस्तो लाग्यो मलाई कठै भएर यस्तो घाममा कति बेरोजगार छन् यार दुबईमा पनि देख्यो कति बेरोजगार छन् दुबईमा पनि ल हेर त यस्तो घाममा अनि होइन भाइ साहब कितना बेरोजगार यहाँ सीधा है अभी इधर से पूरा पिस रोड ल बिहान आउँदा त शीतल थियो नि त अनि हिँड्न सकिन्थ्यो नि त अब अहिले चाहिँ बोल्न धरि सकिन्न यस्तो घाममा त ल अघि चाहिँ हामी बिहान चाहिँ यही बस स्टेसनमा यो ट्याक्सी ठ्याक्क गएको ठाउँमा बस स्टेसनमा चाहिँ झरेको अब चाहिँ हामी
हाम्रो दाजुभाइहरूसँग यिनीहरूसँग चाहिँ अब यहाँबाट बस लाग्छ अनि बस लागेपछि चाहिँ हामी चाहिँ बस चढेर अब जान्छौँ अब बस कठेर आउँछ थाहा छैन त्यो हो कुरा ट्याक्सीलाई चाहिँ हामी सबै मिलेर चाहिँ 5 रुपियाँ दियौँ ठिकै त हो नि होइन यो चाहिँ मस्जिद भयो बस चाहिँ त्यो एकैछिनमा आइहाल्यो धेरै कुद्न परेन अब बसभित्र एसी हात आइरहेको छ बल्ल आनन्द भयो हाम्रो दाजुभाइहरू पनि आइछन् ल अब राखिदिन्छु नानी है अब घर गएर सुत्छ अब एकैचोटि यसले चाहिँ मेट्रो स्टेसन लिएर जान्छ मेट्रो स्टेसनबाट फेरि मेट्रो चढेर अनि